हेलो नमस्ते सबैजनालाई फेरि पनि तपाईलाई स्वागत छ बिके सविता अफिसियल ब्लगमा। अनि आजको दिन चाहिँ एकदम स्पेशल दिन बन्न गइरहेको छ हाम्रो लागि। यो ठाउँ भनेको चाहिँ तपाईको आजमनको चाइनामल रहेको छ, जहाँ चाहिँ मेरो क्याम्प रहेको छ। अनि हामी मनु लामा गुरुङ दाई, उहाँ दाई र मेरो बस्ने ठाउँ चाहिँ एकै ठाउँ हो होइन। अनि आजको दिनको हाम्रो यात्रा, विशेष गरेर हाम्रो यात्रा भनेको चाहिँ बर्दुबईसम्मको रहेको छ। अनि आज चाहिँ हामीहरू 2 कपल्स भएर चाहिँ होइन हामी एउटै होटलमा बस्नेछौँ। अनि विशेष गरेर यो चाहिँ किन भन्दाखेरि त भोलि चाहिँ हाम्रो चर्चमा एउटा पवित्र विवाह हुन गइरहेको छ। अनि त्यो विवाहले चाहिँ अनि हामीहरूलाई यसरी फेरि पनि 2 कपललाई चाहिँ सँगै बनाएको छ। अनि म एकदम धेरै एक्साइटेड छु होइन, के अरे भाउजूलाई भेट्ने अनि मेरो हस्बेन्डलाई भेट्ने होइन। फेरि कस्तो भने नि यस्तो क्या ठिक्क उल्टो छ कि फेरि दाजु बहिनी चाहिँ एउटै ठाउँमा परियो होइन। अनि मेरो हस्बेन्ड चाहिँ शारजामा अनि भाउजू चाहिँ फेरि दुबईमा क्या। अनि फेरि दुबईजनाको आज ड्युटी छ क्या, फेरि हामी दाजुबहिनीको चाहिँ छुट्टी छ। अनि त्यो भएको कारणले गर्दाखेरि हामीहरू चाहिँ उहाँलाई एकैचोटि वहाँनिर भेट्ने होइन बर्दुबईमा। अनि हाम्रो सबै योजनाहरू हाम्रो प्लानहरू चाहिँ भइसकेको छ। अनि फाइनली म चाहिँ अब सबै कामहरू सिद्ध्याएर चाहिँ जानको लागि एकदम रेडी भइरहेको छु। रेडी भएको त छुइनँ, अब भर्खर हुन आँटेको। अनि मेरो मेकअपको सामानहरू यहाँ हेर्नुहोस् है, यसरी मैले छरपस्ट बनाएर राखेको छु। यो मेरो बेड हो, राम्रै छैन, बेड पनि मैले मिलाएकै छुइनँ हिजोदेखि, यत्तिकै छ होइन। अनि म चाहिँ तपाईँहरूलाई एकदम अब रेडी भइसके पछाडि चाहिँ हाम्रो यात्रा कस्तो हुन्छ दाजुबहिनी होइन, एकदम रमाइलो गर्दै हामी जानेछौँ। सबैजनाले हेरेर साथ अनि माया गरिदिनु होला है त गाइज। म चाहिँ रेडी भइसकेँ। मेरो आजको दिनको लागि आउटफिट, मेरो लुक चाहिँ यस्तै हो होइन। अनि भोलि विवाह, भोलिको दिनको लागि त छँदैछ, तर आजको लागि चाहिँ मेरो यति नै हो। अनि दाईहरू चाहिँ अघि नै चाइनामल पुगिसक्नु भएछ। म चाहिँ अब आफू बसेको क्याम्पबाट निस्किन आँटेको छु गाइज। म तपाईँहरूलाई देखाउने छु है त। बाई बाई गाइज, भेटौँ न बाटोमा। हेर्नुहोस् न गाइज, साह्रै गाह्रो भयो साथीहरू, मलाई साह्रै गाह्रो भयो। पहिला आफूले बिहे गर्नुभन्दा अगाडि क्या, बिहे गरे पछाडि चाहिँ यति गाह्रो हुन्छ कि साथीहरू। हामी यसरी पोकाहरू बोकेर यो हेर्नु नि, यहाँ यति धेरै पोका चाहिँ यति धेरै पुरै नगर्नु। अब मैले चाइनामलसम्म हिँड्दै जाँदाखेरि मलाई 20 मिनट लाग्छ। दाइहरू आइसक्नु भएछ चाइनामलमा। अनि म चाहिँ भर्खरै क्याम्पबाट, आफू बसेको यहाँ परेको क्याम्प हो, क्याम्पबाट म चाहिँ निक्लेर हिँड्दैछु। अनि साथमा यत्रो पोका क्या, पहिला केटीहरूले यसरी पोका बोकेर हिँडेको देख्दाखेरि मलाई साह्रै रिस उठ्थ्यो है। आफ्नो पनि पालुवा आउँदो रहेछ, कसलाई बोकिन म त सिन्टिप्लाग हुन्छु होला चाइनामलसम्म पुग्दा। अनि यसरी विदेशको ठाउँमा तीमाथि कम्पनी फरक बस्ने ठाउँ फरक भए पछाडि साह्रै गाह्रो हुँदो रहेछ। अब हस्बेन्डसँग कहिलेकाहीँ भेटघाट पनि गर्नु नै पर्यो। एकचोटिको भेटघाट गर्नुको लागि यति धेरै दुःख गर्नुपर्छ कि कुरै नगर्नु साथीहरू, कुरै नगर्नु। यहाँ हेर्न सक्नुहुन्छ, यहाँनिर कम्तीमा पनि तपाईँको 10 केजी 8 केजी 10 केजी त छ यहाँनिर सामान। हेर्नु है, एकदम भोलिको पुरै तयारीको लागि होइन। मलाई यो सामान हेर्नु पसिन सकिनँ बोक्नु। म चाहिँ यहाँ चाइनामलभित्र छिरेँ है गाइज। हेर्नु, मैले चाहिँ के भन्छ सामान बोक्नु नसकेको कारणले गर्दाखेरि मैले नेपालबाट 2टा मान्छे झिकाएको है यो सामान बोक्नुको लागि होइन। अनि मेरो हजुर उहाँहरू चाहिँ मेरो सामान बोक्ने भरियाहरू है। मैले नेपालको 15,000 दिएको छु यसरी चाहिँ। ल अब उहाँहरूले भरियाहरू आइपुगे पर्खिँदा गाइज। अनि म चाहिँ पुरा हिरो नि पल्टेर अब मजा आयो नि त। अब त अघि त स्या हेर्नु न कुद्नु भएको छ, हेर्नु न कस्तो। म त अब मलाई पछ्याउँदा हैरान हुन्छ हेर्नु त। ल जानु भयो अब भन्ने चाहिँ हामीहरू जाँदै मान्छेले जिस्क्यायो छ। भाउजूको लागि, मेरी प्यारी भाउजूको लागि चाहिँ एउटा चप्पल हेर्नु पर्ने छ। अनि चप्पल र अनि एउटा घाँटीमा लाउने अनि कानमा लाउने हामी त किनेर चाहिँ हामीहरू निक्लिनेछौँ है त।
अनि एकदम रमाइलो भइरहेछ अहिले त कस्तो हावा पनि उडे जस्तो भइरहेछ अघि त मलाई साह्रै गाह्रो भइरहेको थियो लु गाइज हामी 3 जना चाहिँ यहाँनिर बस कुरेको अवस्था है अनि बस चाहिँ आउँदैछ पर आउँदैछ देखिँदैन पो रहेछ अनि हामी 3 जना चाहिँ यहाँ बस कुरिरहेको अनि बस पर आउँदैछ लगाइजमा हाम्रो यात्रा सुरु भयो सुरु त अघि नै सबैजनाले लाइक सेयर र सब्सक्राइब चाहिँ नगरिदिनु होला भन्ने हेलो हेलो हामी फेरि क्यामेरामा अनुहार देखाउँदैनौँ हेलो गाइज मलाई चिन्नुभयो म सविता राई हो है नजिकिनु होला अनि हामीहरू चाहिँ एकदम रमाइलो गर्दै एकदम हाँसी मजाक गर्दै होइन हामीहरू चाहिँ आजमान बस स्टपतर्फ जाँदैछौँ अनि यहाँ हेर्न सक्नुहुन्छ गाडी हामी त्यसरी बसमा बसेर हामी पछाडि क्या त्यसरी पछाडि बसेर हामी ब्याक बेन्चर हुने त सबैजना स्कुल पढ्दाखेरि पनि लास्ट बालकुनी नै मन पर्थ्यो एकदम आज घटा घटा त म चाहिँ एकदम सोझो म त झन् भगल कुनै नगरौँ भन्छ एकदम हामी 3 थरीका मान्छेहरू बसेका छौँ क्या जोकर अनि सोझी अनि खटा ए जोकर चाहिँ उता गयो लगाइस हामीहरू चाहिँ अब आजमान बस स्टपबाट चाहिँ अब हामी शारजातर्फ जाँदैछौँ अनि शारजाबाट चाहिँ म आफ्नो हस्बेन्डलाई पनि भेट्छु त्यहीँनिर अनि अहिले चाहिँ म यहाँ बसेको छु अनि 2 जना चाहिँ उहाँनिर हुनुहुन्छ 2 जना दाजुभाइ त्यता अनि म बहिनी चाहिँ यता लगाइ जब शारजामा भेटौँ है त फाइनली मेरो हस्बेन्ड आइपुग्नु भयो म देख्न सक्नुहुन्छ हेर्नु ढिलो आएर कसरी मस्किँदै आइरहनु भएको थियो हेर्नु त हेर्नु त आमा हेलो 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 हेर्नु के गर्नुभएको तपाईँ के गर्नु लाग्यो उयो पैसा लाँडेको होला हेर्न न दाजु बहिनी नै भ्लगर भए पछाडि यहाँ देखाउनु त काले अब चाहिँ हामीहरू है भाउजूलाई लिन जान्छौँ मैले मेरो बुढोलाई त पाइसकेँ अब मेरो दाईको बुढीलाई पाउन बाँकी छ होइन त्यही भएर हामी दाईको बुढीलाई लिनलाई चाहिँ बुर्जमान जान्छौँ यहाँबाट ट्याक्सी चढेर अनि त्यस पछाडि चाहिँ हामी सबैजना आफ्नो आफ्नो रुममा है त अनि भोलिको लागि हामी एकदम रेडी छौँ भोलि विवाह हुँदैछ चर्चमा अनि हामी एकदम रेडी छौँ हेर्दै हुनुहुन्छ बुढी भ्लगर भएको थाहा छैन बुढोलाई के युनियनको मेट्रो स्टेसनमा आइरहेका छौँ खासमा चाहिँ हामीहरू हाम्रो उहाँको श्रीमती मेरो भाउजूलाई लिन बुर्जमानतिर जाँदैछौँ होइन मेरो हस्बेन्डलाई शारजाबाट उठाइसकेँ अनि हामीहरू चाहिँ यहाँ मेट्रो स्टेसनमा पर्खिरहेछौँ अनि अन्त नि हामी आइसक्यौँ बुर्जमान होइन यहाँ पर सुदीपलाई चाहिँ भेट्यो अब भाउजूलाई भेट्न बाँकी छ अनि हामीहरू चाहिँ यहाँ यसरी हेरिरहेको छु मैले हेरिरहेको छु ल दाजुभाइको भेट भयो यहाँ फेरि आफ्नै दुनियाँ छ हो फेरि अब हामीले चाहिँ भाउजूलाई पुर्दैछौँ भाउजू कहाँ आउनु पऱ्यो हेर्नु दिदीलाई यस्तो हेर्छ भाउजू कहाँ हुनुहुन्छ अरे दाई मन दाई भाउजू हेर्नु नै दाइले उहाँलाई देखाउँदै हुनुहुन्छ मैले दाइलाई देखाउँदैछु खै भाउजू ओहो सरप्राइज ल सरप्राइज हेलो मेन चाहिँ म उहाँ भाउजूलाई नै गर्न आएको है अनि नन्द भाउजू दाइलाई त दिँदैन भाउजू नन्द भाउजू भए पछाडि दाइ चाहिँदो दाइ हेर्नु न बुढाबुढी काम ल अब चाहिँ हामीहरू यहाँबाट हामी चाहिँ अब यहाँबाट रुम जान्छौँ अब रुमतर्फ होइन सबै भ्लगर भए पछाडि भाउजू एक्लै हेर्नु न हेर्नु न हाम्रो भेटघाट हेर्नु न
हाम्रो भेटघाट हेर्नु देख्नुभयो ल गाइज आजको हाम्रो ब्लग भनेको चाहिँ यति नै हो अब बाँकी रहेको भोलिको नयाँ ब्लग हाम्रो बाँकीको नयाँ ब्लग भोलि आउँछ हाम्रो भेटघाट यति नै हो आजको दिनको मेरो ब्लग यति नै हो कति राम्री हो मेरो बुढी बुढीलाई देखाएको यहाँ के विधि राम्री हो मेरो बुढा राम्रो छैन मेरो बुढा राम्रो हुनुहुन्छ यहाँ बुढाबुढीको तारिफ सकिएको छैन एकअर्काप्रतिको मेरो बुढो मात्रै हुनुहुन्छ जिन्दगीमा मेरो तारिफ गर्नुहुन्न आयो रे ल बच्चाहरू लगाइ जब हामी चाहिँ रुमतर्फ जाँदैछौँ है त हामी दुई कपाल उहाँ एकजना अनि हामी दुईजना है जाँदैछौँ एकदम ठिक छ ल बाई बाई गाइज अब भोलि भेटौँला नयाँ दिनमा